Hello guys, Hawa, namaste, good morning. नयाँ वर्ष 2082 साल लागिसकेको छ। 82 सालको सम्पूर्ण तपाईहरुलाई हार्दिक शुभकामना भन्न चाहन्छु। सुख शान्ति समृद्धि उन्नति प्रगति सुस्वास्थ्यको कामना गर्दै धेरै प्रगति हाके ताकेको सबै कुराहरु पूरा होस् भनेर म कामना गर्छु तपाईहरुलाई। र आज चाहिँ वैशाख 1 गते 82 साल हामी चाहिँ साकेला हाम्रो किरातीहरुको चाहिँ अब महान चाड पर्व उभौली हुन चाहिँ वैशाख पूर्णिमादेखि सुरु हुन्छ। तर हाम्रो चाहिँ हाम्रो खोटेहाङमा चाहिँ वैशाख 1 गतेबाट साकेला सिली ढोलहरु झिकेर चाहिँ हाम्रो पर्वहरु मनाउन हामी सुरुवात गर्ने गरेको छौं। र आज हामी रक्सिङ भन्ज्याङ साकेला तिर प्रस्थान गर्दै छौं, जसको छोटो मिठो भिडियोहरु बनाउने कोसिस गर्नेछु गाइस। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। गाइस अहिले चाहिँ हामी नियरली आजको साकेला लाग्ने स्थान रक्सिङ भन्ज्याङ नजिक पुगिसकेका छौं। हामी चाहिँ बाइकमा भएर अलिक चाँडो भयो र हामी चाहिँ यहाँनिर हाम्रो टोलीहरुलाई पर्खिने क्रममा छौं। र त्यतिन्जेल चाहिँ म एकदमै यहाँको मनोरम भ्यू हजुरहरु समक्ष पस्किदैछु गाइस। हेरेर इन्जोय गर्नु हुनेछ। यो इन्द्रणी पोखरी देख्दै हुनुहुन्छ तल, त्यो फुटबल ग्राउन्ड भइहाल्यो। अनि त्यो तल चाहिँ सिम्पानीबाट झरेको बागेढुङ्गा डाँडा ठ्याक्कै त्यसको पल्लोपट्टि पर्यो हाम्रो गाउँ कसेरी भने। यता खोटाङ बजार पारी चिसापानी माथि कुहिरो लागिरहेछ चिसापानी त्यो खुटा गाउँ हुँदै यहाँनिर चाहिँ थामखर्क एयरपोर्ट छ। अहिले देखिँदैन, अहिले साकेला लाग्ने ठाउँबाट म त्यो भिडियो पस्किने छु। किप वाचिङ गाइस। र हाम्रो सुन्दर नगरी कस्तो राम्रो घाट हो, राम्रो थामखर्क एयरपोर्ट गाइस। बजार भने अब यहाँ आइसक्यौँ हामी। हाम्रै टोलीहरु अब यहाँ चाहिँ सबै जम्मै भएर जानुपर्छ ल एकैचोटि ल। बजार आउने क्रम जारी छ है बजारेहरुको रौसेहरुको। वनमारा पनि फुल्दाखेरि त राम्रो देख्दो रहेछ फुल। हाम्रो टोलीहरु आयो यहाँ अलिअलि। हाम्रो नानीहरु छ यहाँ हाम्रो राइडर्समा 3 जना, 1 जना चाहिँ पर्खिने हैन। अब त हिँड्नु पर्दैन। ढोले टिमहरु चाहिँ आइसक्यो, अझै हामी जम्मा हुनु बाँकी छ। आउने क्रम जारी छ। अब हामी सबैजना यहाँनिर भेला भएर अब चाहिँ हामी साकेला ग्राउन्डतिर जान्छौँ। तर केही समय लाग्नेछ है। बजाउनु पर्यो यार, बजाउनु। सबै त होइन, आधामा धेरै जस्तो चाहिँ यहाँ जम्मा भइसकेको छ। अब हामी लाग्छौँ र
आजको हाम्रो गन्तव्य रक्सिङ भन्ज्याङ साकेला। कमिटीहरूले चाहिँ हाम्रो सिली मसलालाई तयारी गर्दै हुनुहुन्छ। हाम्रो खोटाङ नगरपालिकाको उपाध्यक्षज्यू लगायत भएका टिमले
नानीलाई पनि भोक लागेको छ। तपाईँको नाम के अरे भनिदिनु त? नाम कसको छोरी? रबिनको होइन र? बजार आएको है आज? कस्तो भयो त? रमाइलो लागिरहेको छ? रमाइलो छ? हो, नाच्नु भयो कि भएन? तपाईँले कस्तो क्युट हो, कति राम्रो लाग्छ। मलाई पनि यस्तै छोरी जन्माउनु मन छ तपाईँ जस्तै हो र। कसरी जन्माउनु? बिहे गरेर हो? बिहे गरेर ल ल हस्। राम्रै लाग्दो रहेछ। अब हाम्रो टोली खोज्दै खोज्दै मजा आउँदैछ। हाम्रो अध्यक्षज्यूको बाइक रहेछ र यहाँ चाहिँ अब रमणीय ठाउँहरू छ, रमाइलो ठाउँहरू छ, यस्तो यस्तो राम्रो ठाउँहरू छ। हाम्रो टोली चाहिँ यता हुनु रहेछ, सबैलाई खिच्नु पऱ्यो। हामी चाहिँ फोहोर नगरौँ है, यो सफा गर्नुपर्छ। सबैजना खिचौँ भने यो त झन् राम्रो नि, यो त झन् अर्ग्यानिक ठाउँ त बवाल रहेछ नि। को मान्छे हो त्यो? को मान्छे? हाम्रो नातिनी। नमी रहेछ सल्लाहघारी। तर यहाँ सुन्दरतामा अलिकति ह्रास चाहिँ देख्छु म जहीँ पनि। यो चाहिँ कृत्रिम वस्तुहरूको चाहिँ यस्तो फोहोर व्यवस्थापन चाहिँ नभएको कारणले चाहिँ अलिकति यो चाहिँ पक्कै पनि यसको असर चाहिँ पर्छ। यस्तो राम्रो ठाउँमा यसरी फोहोर गरेर हिँडेका छन्। यसलाई व्यवस्थापन गर्ने डस्टबिनहरू मात्रै बनाइदिँदा पनि त्यहाँनिर हाल्ने सम्भावना हुन्थ्यो। तर त्यो व्यवस्थापनमा चाहिँ कमजोर देखेँ। यसलाई पनि बिस्तारै बिस्तारै व्यवस्थापन गर्नु होला अब यहाँको सरकारवाला निकायहरूले भन्ने आग्रह पनि गरेँ मैले। तर ठाउँ चाहिँ A1 एकदमै रमाइलो छ, मजा आउँछ, आनन्द छ। साकेला चाहिँ तल छ, यता रोड।
गाइज आजको साकेला पनि लगभग समापन भइसकेको छ एकदमै रमाइलो भयो फर्स्ट टाइम भयो यो ठाउँमा लेख हो एकदम शीतल छ हावा पानी राम्रो ठाउँ राम्रो भएको कारणले अब साकेला सिली नाच्नु नराम्रो भन्ने त कुनै भएन समग्रमा भिडियो हेरिदिनु त्यसको लागि थ्याङ्क यू भेरी मच भन्दै